गाइज यस्तो बाटोमा हानिराख्छौँ अहिले यस्तो बाटोमा ल उहाँलाई झर्ला भन्ने डर छ यस्तो बाटो अफरोडै अफरोड के ल खतरा रहेछ त्यो ओह्रालो छ बबाल मुगाल खसिसकेको रहेछ गाइज फाइनल्ली मुगाल खस्नै आँटिसकेछ यस्तो छ ओह्रालो छ यस्तो हानिसकेँ मैले यति हानेछु अब सुल्टो भएको यस्तो छ अब हान्छु सिँढी 2-3वटा 10-12वटा हुन्न 10-12वटा सिँढी थिएँ त्यही हानेको ट्राई गरेको सक्दो रहेछु अरू नि हाने फेरि यस्तो एउटा दाई हुनुहुन्थ्यो राइडर दाई घुम्न जानुभएको रहेछ त्यही दाइलाई भेटाएर हान्न लगाएको गाइज फाइनल्ली यो दाई पनि हो मेरो साइकलमा हानिदिनु भएको